कहिलेकाहीँ अप्रत्याशित कुराहरू हुन्छन्। गर्भवती भएको खबर पाउनु कुरा सबैका लागि भिन्न अनुभव हुन्छ। यदि तपाईँ गर्भपतनको बारेमा सोचिरहनु भएको छ भने विकल्पहरू उपलब्ध छन्। यो तपाईँको शरीर हो, तपाईँले निर्णय गर्न सक्नुहुन्छ। महिलाहरू मध्ये लगभग आधाले अप्रत्याशित गर्भधारण अनुभव गर्नेछन् र 4 मध्ये 1 ले गर्भपतन गर्ने निर्णय गर्नेछन्। गर्भपतन सामान्य, कानुनी र सुरक्षित छ। तपाईँ गर्भवती भएको कति समय भयो भन्ने कुरामा निर्भर गर्दै औषधि लिने वा शल्यक्रियाबाट गर्भपतन गराउने विकल्प हुन सक्छ। औषधि लिएर गर्ने गर्भपतन भनेको 6 हप्तादेखि 9 हप्तासम्म घरमा लिने चक्कीहरू प्रयोग गरेर प्रारम्भिक गर्भावस्था समाप्त गर्ने विकल्प हो। औषधि लिएर गर्ने गर्भपतन केही जीपी वा टेलिहेल्थ फोन मार्फत उपलब्ध छ। शल्यक्रियात्मक गर्भपतन भनेको सामान्यतया 6 हप्तादेखि 12 हप्ताको गर्भावस्थामा अस्पताल वा दिवा प्रक्रिया केन्द्रमा लट्याउने औषधिको प्रयोग गरेर उपलब्ध हुन्छ। मेलबर्नमा 12 हप्ताभन्दा बाहिरका सेवाहरू उपलब्ध छन्। गर्भावस्था अघि बढ्ने क्रममा गर्भपतन महँगो र पहुँच गर्न गाह्रो हुन सक्छ भन्ने कुरा जान्नु महत्त्वपूर्ण छ। अर्को चरणको बारेमा जीपी वा नर्ससँग कुरा गर्नुहोस्। सबैभन्दा पहिला उनीहरूले तपाईँलाई गर्भवती हुनुहुन्छ कि हुनुहुन्न भनी पुष्टि गर्नुहुन्छ। तपाईँलाई रगत परीक्षण वा अल्ट्रासाउन्ड आवश्यक पर्न सक्छ। तपाईँ कति हप्ता गर्भवती हुनुहुन्छ भनेर पत्ता लगाउन। कुन गर्भपतन विकल्प तपाईँका लागि उत्तम छ भन्ने बारे सुरक्षित र सहज महसुस गर्नका लागि तपाईँ जति पनि प्रश्नहरू सोध्न सक्नुहुन्छ। तपाईसँग सहयोगी व्यक्ति हुनु फाइदाजनक हुन सक्छ। अङ्ग्रेजीमा कुरा गर्न गाह्रो छ भने सबै जीपीले टेलिफोन दोभाषी सेवा प्रदान गर्न सक्छन्। तपाईसँग सही र विश्वसनीय जानकारी पाउने अधिकार छ। तपाईलाई तपाईको चिकित्सकले गर्भपतन गर्ने तपाईको निर्णयलाई समर्थन गर्ने छन् कि गर्दैनन् भन्ने कुरामा शङ्का छ भने एपोइन्टमेन्ट निर्धारित गर्दा प्रो चोइस डाक्टरलाई भेट्न अनुरोध गर्नुहोस्। लागतको बारेमा सिधै क्लिनिकमा फोन गरेर सोध्नु उत्तम हुन्छ। गर्भपतनको प्रकार, तपाईँ कति हप्ताको गर्भवती हुनुहुन्छ, तपाईसँग स्वास्थ्य बिमा वा मेडिकेयर कार्ड छ छैन, वा निजी स्वास्थ्य बिमा छ र कुन क्लिनिक जानुहुन्छ भन्ने आधारमा लागत फरक हुन सक्छ। तपाईको क्षेत्रमा रहेका सेवाहरू फेला पार्नका लागि जीपी, स्वास्थ्य सेवा प्रदायक वा 1800 माई अप्सन्स टेलिसँग सम्पर्क गर्नुहोस्। तपाईँ गर्भवती हुनुहुन्छ र गर्भपतनको बारेमा सोचिरहनु भएको छ भने तपाईसँग विकल्पहरू उपलब्ध छन्। यो तपाईँको शरीर हो, तपाईँ निर्णय गर्न सक्नुहुन्छ।